टुनी गयो पार्ट 2 को पार्ट 2.5 पार्ट हो यो 2.5 है गाइस यो अब बिरु दादालाई लाइदियो बिरु दादालाई अब नतिकै लाइदियो दद्दुलाई ए डट्टी नैतिक मोबाइल गरा न नैतिक तेरो मोबाइल कानतिर नि यसो गर्दा कानतिर नि हो ल अब टिका लाइदिनु पर्छ लु अब यही बस है गाइस अब म टिका लाको सीन देखाउँछु तपाईहरुलाई बाबालाई लाइदियो यता दादालाई यसलाई लाइदियो उसलाई लाइदियो अब टिका लाइदिएर राम्रो बनाइदिएर यो दादालाई बिरु दादालाई कानमा लाइदियो बिरु दादाको दादा कानमा लाइदियो हेलो तेल आयो तालुमा तेल टाउको भर तेल तेल हुने भयो अरे मेरो क्यामेरा छ के उता जाऊ क्यामेरा चप्पियो के आई मलाई भइसक्यो सबैजना भइसक्यो आहा मेरो छोराले चाहिँ पूजा गर्छ साथी मलाई पूजा हेर दादा चलाऊ आहा चढाइदियो चढाइदियो त्यो दादा चढाइदियो अब तिमीहरू सुरु गरिहाल ल हिप्पोपोटामस भाइलाई सुरु गरिहाल हो अनि दाइ जनाले गर्छ हैन बल्ल ल छिटो लगाइदेऊ नि लावरी पूजा गर्नुपर्छ है दाजुभाइलाई यस्तो लगाइदे नि यस्तो यस्तो हाल्यो नि टाउका त्यसलाई नि हाल्यो उतैलाई नि हाल्नु हुन्छ ल भाइ चले कसरी लगाइदिनु हाल्दिन त रातो भइदिए त्यो भइ भइहाल्छ गाइस मैले के बनाइदिए ले सबै झर्यो रातो भएन है ओखर जाऊ त्यतिले अबि रातो रहन्छ अहिले पर्दैन छ त अहिले फुटाउनु पर्दैन अब मैले राख्दा थिए नि त्यो हाल रातो अहिले फुटाउनु पर्दैन अब अहिले फुटाउनु अहिले एकछिनमा फुटाउनु फुटाउनु पर्छ है यो राख तिमीले हाम्रो पछाडि ल्याएको गरे भने कस्तो राम्रो थियो त्यो ल्याएन झगडा पर्यो झगडा खै ओखरलाई निर्जलाले ओखर है साथ बिचाइयो अरे तान्न थाल्यो हो छेउमा मात्रै मिल्छ भइहाल्छ कालो हुन्छ के यो यसको त दही थोरै राखेर अलि बाक्लो गर्नुपर्छ ठिकै छ ल भइहाल्छ कामै के हो त नि अब पढ्नु गाइज म एउटा क्यामेराले खिचिरह हो भर्खर सारे पढ्नु गाइज म क्यामेरामा सार्छु गाइज मैले भर्खर क्यामेरामा सारे भाइको अर्डरमा सार्दै गाइज क्यामेरा मोबाइलको चार्ज सिद्धि अब क्यामेरामा सारे भर्खर हजुर ल बनाएको मोबाइलको चार्ज सिद्धेर चाहिँ हजुर सबै बोल्नु सुन्छ होला नि त Samsung Galaxy Z Fold कत्रो फाइट पर्यो किन्नी हो छोडा परो धेरै धेरै किलो अलिक पछि बाबु यो त टोक्न 100 सब्स्क्राइबर पछि किन्छु गाइस 100 सब्स्क्राइबर पछि किन्छु गाइस 100 सब्स्क्राइबर छिटो गर्नु हातले पटक्क पारिन जान्छ यो दन्ते ओखर हैन यो दन्ते ओखर ल सुलु सबैभन्दा सानोदेखि सुरु गर्ने हुन्छ भाइ बिरु हैन सारबिल याची आन्टी लाउने मान्छे पश्चिम फर्किने लाइदिने मान्छे पूर्व फर्किने भनेको हैन उत्तर भनेको उत्तर आन्टी हो यहाँ उत्तर फर्किने लाइदिने मान्छे अब कता फर्किने भयो दक्षिण मधेस उत्तर भनेको त अब यता हो त्यसमा गाइस म देखेको छु पक्का दिदी लु जाऊ पकेट जाऊ सुलु कि साथी पनि सबैजना छौ एकजना लाइदिन्छ साथी पनि आउ निर्जला लगाइदिन्छ त्यो हैन भयो बखा उतार खाला किसिमले मिलाउ हाल्दु 10 मिनेट हाल्दु 10 दक्षिण हाल्दिनु त मान्छे हैन त्यो लाग्नु हो फर्स्टमा गयो भाइ गयो उले राख ल भयो
त्यो भाइ रह्यो अहिले एकछिनमा उसलाई बिरुलाई बिरुलाई बिरु पाठशाला लगाइदियो होला बिरु पाठशाला ल कसरी छ त्यसैले लाउ केही फरक पर्दैन छौ मात्र छौ दिदीहरूलाई पहिलो पहिला ऊ मलाई के थाहा छ नि जुनलाई नि हुन्छ मर्सीले अरेन्ज अरेन्जसँग ब्लू ल्यायो खडक सिङ अब पिङ्क ला चार्ज बिल लगाइदिन्छु पिङ्क ला अब त्यस पछाडि ग्रीन ला सम्झना तिम्रो पालाइन सम्झना आन्टीको मोबाइल त्यहाँ थियो अब फेरि रेड ला हेलो टिका लगाइसक्यो जय साहब नमस्कार अब फेरि उला व्हाइट ला चाहिँ हुन्छ लौ तिमी नि लगाइदेऊ लौ निजलालाई नानीले छौ त छौ लौ लौ छौ न यो दिदीलाई अब फेरि उला अरेन्ज ला यहाँ कति तलेको 7 तलाको हैन हो 7 तला 8 जता भन्छ नि खतम लो ल अब मेरो पाली हो त्यसरी नि गुड अब गुड गुड ल गुड बेर पठाइदिए अब हुन्छ बिरु आ खोइ त बिरुले दे अझै लाग्यो तिमी अझै लाग्यो सुरु थोरै तल साथु हैन त्यो चाहिँ खुल्लै छ कि भाइ पछ केही नि हैन बिरुको यता हो माला यता छ यो हाम्रो टीका बिरुलाई चाहिँ बिरुलाई ल खै कुन हो बिरुको बिरुको यही हो बिरुको यो बिरु दादाले ए दियो 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 बिरुले अब माला लायो माला 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 ओ करा करा ल बिरु जाऊ बिरु बिरु जाऊ ल ल बिरु ल बिरुलाई मिलाइदियो माइली बिरुलाई मिलाइदियो खानेकुराहरू मिलाइदियो त्यहाँ राखेर बाबु नैतिक आज तिमीले यस्तो तिम्रो पालो अब नजिकलाई टिका लगाइदियो जाऊ यल्लो लाग्दैन माथि होइन तलबाट ओइ निर्जला सिधा भहा नाकको सिधा भहा त्यो हेर है भयो होइन अहिले कला भएर भा होला होइन अब अरे यत्रो बेच्न के गरेन अहिले हे गर्न थाल्यो ला बाङ्गो भयो के तिमीले बाङ्गो बनायो राम्रो भयो झन् राम्रो त्यो एउटा खुसी हुन्छ छोड्नु केही हुँदैन ल निर्जला दिदीलाई छोडे सुले दिदी अब के हो पर्पल पर्पल लगाइदियो हुन्छ माथि तलबाट सुरु गरे कि माथि तलबाटै गरे हो अब ग्रीन बनायो के अरे होइन पिङ्क अनि ग्रीन अब है पहिला पिङ्क ल जुन लाए पनि ठिक छ अब त नबोल भयो छोड्दै उनीहरू लाउने हो अनि अब ग्रीन अलि राम्रो ग्रीन अनि रेड निर्जला हुन्न के गरे उन्नत लौ एकछिन एकछिन रेड अनि व्हाइट अनि फेरि अरेन्ज यो नजिक हो त्यहाँ देऊ अहिले पक्न त्यो पक्न त्यो चल्ने बेला भाइ तले अहिले ल येलो अनि पिङ्क के अरे येलो पहिला अब येलो येलो हेलो अब व्हाइट हो अनि ल ल ल तिम्रो विश एस योर विश नैतिको लिडर सानो रहेछ हो अलि आँखा कम देख्छ नि त अनि ल अब दादालाई छोइदियो भने ल अब कुन चाहिँ हो त्यो देऊ फेस रिभिल भो नैतिकलाई देऊ ल देऊ नैतिकलाई ल अब माला लगाइदिनु पर्छ टिका लगाइदिनु त्यसरी नि हो टिका लगाइदिनु छैन टिका लाग्यो नि त ल तीन नानी दियो टिका लगाइदिनु निर्जलालाई छ टिका ल नैतिकलाई तिमी सकाएर जाऊ ल ल तिमी
टिका लगाइदियो होला उसले धेरै छटपटाएन दिदी ल लगाइदियो ल्याउ टिका लगाइदियो टिका लगाइदियो नि पहिला नमस्ते लाइदिस टिका लगाइदियो ला। तिमीले लगाइदिनु पर्यो कि नैतिकले टिका लगाएर दिने हो कि अहिले पछि दिन्छ ल खाली खान्छ ल हात हातमा राखिदियो ल भयो ल देऊ 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 ल हात हातमा लियो सुलु ल सुरु लियो सुलभी लिगा ल यो लाइन देऊ यो साध्वी ला नैति साध्वी म त उ साध्वी होतिर होइन होइन ल तिमी अनि दिदीहरूलाई टिका कसले लगाइदिन्छ त अब साध्वी आऊ त आऊ टिकी टिकी लाउनु पर्यो जाऊ भित्रतिर आऊ साथीलाई बुनु लाउ यो भाइलाई देऊ त लाउ त भाइ खुसी छ नैतिक जाऊ भाइलाई जाऊ उ त्यहाँ भाइलाई देऊ जाऊ साध्वी ला थ्याङ्क यू दादा आऊ जाऊ गर हातमा देऊ ल यो म राख्दिन्छु खोले ल जाऊ दादा अहिले त तिम्रो हो लिख्दै अनि अलि उले देन ल ल जाऊ अब तँ गर हातमा गाइजमा कस्तो देख्छ भाइ देखाऊ त खुसी हुन्छ जाऊ ए भाइ दामी देखे मलाई नि देखाऊ त यो त झन् दामी खैमा कस्तो देखाइरहेछ सो भिडियो लङ भइसक्यो गाइज आजलाई यति नै तपाईँले आजको भ्लग राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला थ्याङ्क्स फर वाचिङ बाई